लागि बन्न सहर्ष सुत मुनिले लौ सुन्नुहोस् शौनक भन्दैछु म कथा सदा सुख दिने त्यो वृत्त संहारक। पहिले युद्ध पर्यो असाध्य नानीको देवेन्द्रको विग्रहको मारे इन्द्र विष्णुले छल गरी सङ्केतले शक्तिको मायाको वशमा परि अहितको ध्यानै नराखिकन गर्छन् कारण जाति जाति सहजै पापी बनी दुर्जन मारे मर्न त वृत्रलाई छलले ती इन्द्रले तापनि हत्या लाग्न गयो र आकुल भए ती कर्मले नै तिनी आफै उत्तम वृत्रका हरि पनि झन् मोहमा पार्दछन् दोषी दानव दैत्यलाई छलमा पारेर नै मार्दछन् अचिन मोह विषय उनै भगवती जो छिन् जगतकारी जित्ने तिनका खोइ तिनै भुवनमा पाइन खोजे पनि आफू लाउँछिन् स्वयं खटनामा धेरै थरीका मना माछा कच्छप सिंह सुकर पनि बन्छन् ती अवतारमा श्री नारायण विष्णुको गति पनि यस्तो छ उल्टो भने मान्नु श्रेष्ठ भनी तिनै भुवनमा कुन देवलाई मुने मेरा देह र पुत्र पति धन यो सर्वस्व मेरो घर मान्छन् पागल झै म नित्य हुँ भनी एक एक नारी नर मायाकै वशमा परि थरी थरी अन्याय गर्छन् जति देह त्याग गरी परि नरकमा कष्टादि भोग्छन् अति मायाबाट अलग बस्न कहिल्यै सक्दैन कोही जन राम्रो एक कथा म भन्दछु सबै सुन्नुहोस् सज्जन त्वष्ट नाम थिए प्रजापति अघि कोही गुणी सत्मती गर्थे कर अनेक देवगणको आफू सकेको जति बाजा बाजा परेर इन्द्रसित ती सेखी उतार्छु भनी छोरा उत्तम विश्वरूप कहिने पैदा गराए पनि तीनवटा शिरका थिए त्रिशिरा ती पिउँथे सुरा एकले अर्काले तिनी हेर्दथे दश दिशा वेदा ध्वनि एकले त्यागी भोग र सौख विश्वरूपले लागे तपस्यातिर तिनको त्यो तपले प्रभावित भए देवेन्द्र ती आखिर मेरो स्वर्ग लिनेछ उग्र तपले भन्दै डराइकन डाके कामरती र कामिनीहरू बोले दुखाई मन गर्दैछन् तप विश्वरूप अहिले वैरत सम्झी तिनलाई वशमा गराऊ तिमीले सहाय साथैली अहिले चिन्तन छु म उग्र तपको देखेर तिनको बल त्यसले स्वर्ग लिनेछ निश्चय भनी अत्यन्त छु आकुल तिनले कातर झैर खिन्न मनले त्यस्तो भनेको सुनि जाँदैछौ अहिले तुरुन्त वशमा तिनलाई पारौँ भनी साथै कामरती बसन्त सहितै ती अप्सरा सुन्दरी पहुँचे उही विश्वरूप मुनि जहाँ बस्थे तपस्या गरी सिंगारयुक्त युवती गणती मिलेर ध्वनि तपस्वी मुनिका नजिकै पुगेर ढाँचा अनेक गरी गाउन नाच्न थाले चेष्टा गरेर थपडी पनि मार्न लागे गाए गीतहरू अनेक नरखा देखाए धेरै छल नाचे गाना गरे तथापि ती मुनि बस्दा भए निश्चल
चारैतर्फ छटा बसन्त ऋतुको फैलेर गम्क्यो बन। चल्थ्यो कोइलीको मिठो स्वर पनि को हो भनी घन्कन। देखे तेलरम्म पुष्प फलले वृक्षादि चारैतिर। नाचे बेसरी अप्सरा गन मिली मिठो बनाई स्वर। धेरै युक्तिहरू गरे युवतीले तिनलाई छल्ने तर। जागेनन् मुनि विश्वरूप तपमा आफ्नो रहे ती स्थिर। ती अप्सरा सकल स्वर्ग फिरेर आए, देवेन्द्रलाई कर्मले विनती चढाए। हे देवराज भइसक्या गर्यौं गएर, ध्यानै विषय अडिग रहे बलियो भएर। हाम्रो पुगेन बल हामी फिरेर आयौं, जो सत्य हो उही कुरा विनती चढायौं। यति सुनेर मनमा अति दिक्क माने, अर्को उपाय गरौँ के भनी सोच्न लागे। आफै गई बरु म मर्दछु त्यसलाई, देला अवश्य दुःख निश्चय त्यो मलाई। लाग्ने छ पाप हुन त मुनिलाई मारी, त्यसको निवारण कुनै गरौँला पछाडि। यति विचार गरी इन्द्र पुगेर तहाँ, हानेर वज्र मुनिको शिर बीचमा। मूर्छा परी मुनि जसै अझ यो मरेन, यसलाई छाडिदिनु झन् अहिले भएन। यस्ता प्रकारसित इन्द्र दुखी भएर, यसको उपाय अब के म गरौँ भनेर। दक्ष थिए नजिकमा फरस भिरेका, भन्छन् सुरेन्द्र तब पाप मती लिएका। दक्ष तिमी त्रिशिरको शिर काटिदेऊ, मेरो यति प्रिय गरी उपकारी हौ। यति सुनि मन मनै ती डराई दक्ष, भन्छन् म सक्दिन र बोक्दिन परमहत्या। आफ्नो हितरथ अहिले मुनि पुत्र मार्यौ, हत्या विरुद्ध शिर विषय तिमीले उठायौ। यो घोर कर्म गर्दा नरकै मौत पछि, गर्दिन माफ गर यो विनती म गर्छु।